हेलो एभ्रिवान वेलकम टु माई ब्लग किस्मी रञ्जन सन्देमको तपाईँहरूलाई मेरो च्यानलमा फेरि पनि स्वागत छ। आज चाहिँ म एकका बिहान हेर्नुहोस् चाहिँ मेरो आँखा पनि कस्तो देखिरहेको छ हैन। अन्त म लाइटको प्रब्लम गर्दा ब्लगै बनाएको थिएन हो गाइस। यो ब्लग चाहिँ इन्ट्रेस्टिङ हुनेवाला छ हैन। यो ब्लग चाहिँ अस्तिको दिनै म बनाउनेवाला थिएँ। यहाँ चाहिँ लाइटको प्रब्लमले गर्दा पनि हो, अन्त प्लस मेरो अलिकति हेल्थ पनि ठिक थिएन हो, अन्त त्यही कारणले मैले बनाएको थिएन, सस्पेन्ड राखिरहेको थिएँ। अब यो ब्लग चाहिँ म बनाउँदैछु किन होला भने चाहिँ मेरोमा चाहिँ गिफ्ट आइरहेको छ हैन। स्पेसियल पर्सनले पठाएको यो गिफ्ट चाहिँ हो, अनबक्स गरेकै थिइनँ हैन। मैले यो गिफ्ट चाहिँ 6th मा आएको अस्ति, आज 3 दिन भइसकिसक्यो मैले अनबक्सै गरिदिनँ। प्लस लाइट पनि थिएन हैन, अन्त ब्याट्रीको अलिक प्रब्लम भइरहेको थियो हो, अन्त हेल्थ पनि ठिक थिएन। अन्त चाहिँ आज म बनाउन जान्दैछु, अन्त म तपाईँहरूसँग अनबक्स गर्नेछु के रहेछ। मैले पनि हेरेको छुइनँ, हेर्दै गर्ने चाहिँ एकदम म पनि एक्साइटेड छु हैन। फर्स्टमै भन्छ चुडिक्क रहेछ हो कसले पठाएको हो अहिले लास्टमा भन्ने छु हैन। मैले हेरेको पनि छुइनँ, तपाईँहरूलाई सबै देखाउने छु। हो यो त उयसमा पो रहेछ नेल। यो चाहिँ हो नि, वाउ 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 वाउ, कस्तो मिठो कलर, कस्तो मिठो कलर। म तपाईँहरूलाई लगाएर पनि देखाउने छु, वेट लगाएर पनि देखाउने छु, हेर्दै गर्नुहोस् है तपाईँहरू। गाइस हेर्नुहोस् क्या दामी कस्तो देख्यो, हेर्नुहोस् मेरो गिफ्ट दामी रहेछ हैन। एकदम साइज पनि क्यों मलाई चाहिँ फेरि टाइट खालके मन पर्दैन हैन, एकदम दामी रहेछ, एक्स्ट्रा कलर रहेछ हैन। हेर्नुहोस् कस्तो देख्यो। थ्याङ्क यू सो मच। यो गिफ्ट चाहिँ मलाई कसले पठाइदिनु भएको भने चाहिँ वान एन्ड ओन्ली दिछेन भाउजू। थ्याङ्क यू सो मच तपाईँलाई हैन। एक्स्ट्रा कलर पठाइदिनु भएछ, मैले यस्तो कलर चाहिँ लगाएको थिएन हो। एकदम अहिले भन्दैछु उसले चाहिँ मेरो एकदम फेस हेरेर पठाएको अरे हो, म्याचिङ हुन्छ अरे भनेर हो। म चाहिँ बेसी ब्ल्याकहरू लाउँछु नि त प्यान्टहरू, अनि त्यसमा म्याचिङ हुन्छ भनेर। हेर्नुहोस् थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। पुरा मन पर्यो होइन, मैले त्यो हाउरेको लागि भनेको होइन, मलाई पुरा मन पर्यो हो। हेर्नुहोस् कपडा पनि दामी रहेछ हो, मलाई पुरा मन पर्यो होइन। तपाईँले मन पर्छ कि पर्दैन भन्थ्यो, तर के थियो भनेर मलाई याद थिएन होइन। थ्याङ्क यू सो मच सरप्राइज गिफ्ट दिनुभएकोमा, थ्याङ्क यू सो मच।